गाइस जुम्ला अब म चाहिँ गाउँमा के गर्नुलाई म चाहिँ आज उबरमा गइरहेको छु यो मान्छेलाई बोलाउन गइरहेको छु के अरे काम गर्नलाई बोलाउनु पर्छ अरे कि घरमा काम गर्दाखेरि त्यसैले म जान लागेको छु लेट्स गो ओके बाइ का भाइ भक्कै त स्टार्ट भइरहेको छ कि के गाउँमा यस्तो हुन्छ कि बाबु गाउँ भनेको गाउँ के दाइ काम गर्नको लागि त्यहाँतिर के बनाउँछ त्यहाँतिर स्टेजहरू बनाउने मान्छेहरू बोलाउनु पर्छ नि त हाम्रोतिर बनाउनु पर्दैन नि त म अनि गाउँको रियाक्सन मलाई सबभन्दा चाहिँ रियाक्सन हेर्नु मलाई मन छ कि किनभने न गाउँमा मलाई मैले भन्थेँ नि त अघि पनि अनबिलिभेबल पर्सनहरूले मेरो भिडियोहरू हेर्नु थियो कि मलाई यस्तो लागेको थियो कि मलाई त्यो मान्छेहरूले नि मेरो युट्युब आइडीमा गएर कहिले मेरो भिडियो हेर्न जस्तो लाग्थ्यो कि हेरौँ रियाक्सन कस्तो हुन्छ म त बोलिरहन्छु केटा ढोकबेट पनि गर्नुपर्छ है सबलाई बाटोहरूमा यस्तो उ जमिरा हुन्छ केटा यस्तो यस्तो उहरू आइस जम्मै हुन्छ कि बाटोमा नि हजुर ढोकर है म अस्ला थिएँ को छ तल्ली घर सुमम्मी माथि घर आउने गरे ठुलबुवाहरूलाई के त्यो लाडु बनाउने गरे अनि के कपडाहरू के भन्नुहुन्थ्यो त्यही त त्यो घर आउने गरे के अङ्कल तपाईँहरूलाई पनि माथि घर आउने गरे यो चाहिँ मेरो दाइ ठिक छ दाइ दाइ सन्देश अरू को छैन को सबैलाई बोलाउनु हुनुहुन्थ्यो अङ्कल माथि घर आउनु गरे ठुवा माथि घर आउनु गरे अरे घर आउनु गरे के यस्तो यस्तो गरौँ कि यस्तो त्यो अहिले उल्टै देखाउने है मेरो क्यामेरामा पुरै के छ फुपू दर्शन हजुर हजुर बाजे माथि घर आउने गरे भ्युज कम गर कस्तो म एक्लै आज आउँछ आन्टी को छ अङ्कल माथि घर आउने गरे आउनु गरे के छ आफै त कस्तो हालतमा आएछ नि अङ्कल सामान पनि यति धेरै थिए अनि पारस अङ्कललाई नआए दिदीसँग म्यासेज गर्थ्यो अब गएपछि भेट्नु पर्ला मम्मी ए माथि घर आउनु गरे ल ल आउनु होला म सबलाई त भनिदिएँ अरू कसलाई भन्नुहोस् सबलाई भन्नुपर्छ यहाँ चाहिँ दाउरा चिरिराख्नु मेरो दादा माई सपोर्टर बिग सपोर्टर माई ब्रदर ढोक गर्ने भाइ दाइ अहिले तेरो दादा नि ढोक छिटो गर हेर्नु अब यस्तो भाइ हो हेर्नु त तैँले आउने गरे म हिजो 1 बजे हुन्छ भइहाल्छ नि तपाईँको छोरा रोक्नु न 10 पछि त झन् 10 पछि त तपाईँहरू सबलाई भाइरल हो हो कि केटा यस्तरी दाउरा चिज आउँछ कसलाई पावर चाहिन्छ हेर देखा सुन पावर यस्तो हुन्छ मर्निङ वाक दौड्न सक्नुहुन्छ 15 राउन्ड दाएँ चाहिँ हेर
बहुत गाह्रो लाग्छ जस्तो देख्ने आर्मी पुलिसले म त आँखा हुँदैन आर्मी म त आर्मी पुलिसले मलाई भने नि डर लाग्दैन म त्यो दौड्न मलाई रुख चढ्न आउनु क्या सबै त फलाना काम काका देखिनु दिन आना है क्यामेरा हामी यस्तरी घुम्मा हामी घुम्मा एकचोटि घुम्नु न है राम्रो एकचोटि घुम्मा घुमेर आउँछ हेर्दा केटा ओ हाम्रो सानो पनि हाल्दैछ है यस्तो बवाल छ नि यो गुम्बा हेर एउटा मेरो भिडियो यस्तो बवाल छ आजको यो भिडियो त बवाल हुनेवाला छ हेर एडिट पनि गरिन्छ ओ ए भाइ म एकदिन आइदा तपाईँ तान्दै गर्नु है एकदिन यस्तो भिडियो देखाउने म आएको त हेर्नु के छन् ए यस्तो छ यो गुम्बा जुम्लाको चाहिँ फेमस उयो चाहिँ जुम्लामा यतिको यहाँ जुम्ला आएर यहाँ नआउने मान्छे कोही हुँदैन त्यस्तो यस्तो बवाल छ नि यहाँ यो मुगलहरू हुन्छन् नि मुगल भन्छ नि यस्तो बवाल भ्यू छ हेर केटा हो नछुट्या हो मेरो यो भिडियो चाहिँ यस्तो हेर त नयाँ बनाएर चाहिँ आजभोलि त झन् यस्तो बवाल भ्यू देखिन्छ त यार बनेको रहेछ नि आजभोलि भिडियो हेर न फिदा क्या अब तिमीहरू मेरो भिडियो देखि त अब दिपेन्द्र मार्केट खान्छ कि खाइसक्यो क्या अब दिपेन्द्र मार्केट सब्सक्राइबर गरौँ ल सबजना सेयर गरिदिउँ है मेरो भिडियोहरू चाहिँ युट्युबमा नि अहिले नगर एकछिन पछि के पछि कस्तो भुजा ल्याएर लुगा अट्याक हो इधर अट्याक हो इधर अट्याक इधर अटैक हो रहा है काम लगाउने मेरो साथीहरू काम गरेर आज न गेट ल्याएर आएको हाम्रो चाहिँ होइन लगाउनु अगाडि चाहिँ स्त्री देउताहरूलाई चाहिँ स्त्री भाइहरू पुज्ने चाहिँ काट्नु पाप गर्न त मन छैन गर्नुपर्ने बाध्यता हुन्छ है अब यस्तो हुन्छ हाम्रो त्यो देउताहरूलाई धेरै मान्छन् नि त त्यो देउताहरूलाई गर्नको लागि काट्नै पर्छ कि
मन त थिएन यस्तो रहर चाहिँ रहर नहुँदैन अब त काट्नै पर्छ कि होइन यस्तो रहर चलाउनु पर्छ कि हाम्रो चाहिँ खानाहरूमा होइन देखेको अब यस्तो गर्नुपर्छ कि त्यहाँको मुन्टो पनि हल्लिन्छ अब त मेरो भयो मर्यो यो मर्यो मेरो मुख पनि लडाइएको छ एउटा फोटो खिच अब त्यो भिडियो रोकेर फोटो खिच